बालेन सरकारलाई सर्वोच्चले साथ दिएपछि ट्रेड युनियनहरूलाई पर्यो झट्का। दर्शकबिन, सर्वोच्च अदालतले ट्रेड युनियनहरूलाई खारेज गर्ने सरकारी निर्णय विरुद्ध परेको रिटमा यसअघि जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश जारी गरेको छ। अदालतले अध्यादेश र त्यसको व्यवस्था कार्यान्वयन नगर्न भन्दै यसअघि दिएको आदेशलाई निरन्तरता नदिएपछि बालेन शाह नेतृत्वको सरकारलाई ठूलो कानुनी सफल मिलेको छ। यसअघि दलीय ट्रेड युनियन खारेजीको विषय कानुनी विवादमा तानिएर रोकिएको थियो, तर सर्वोच्चको यो पछिल्लो र स्पष्ट आदेशपछि अब बालेन सरकारलाई विभिन्न दलीय ट्रेड युनियनहरू हटाउन पूर्ण रूपमा बाटो खुलेको छ। यो फैसलासँगै अब दलीय अवरुद्धका आधारमा सञ्चालन भइरहेका ट्रेड युनियनहरू खारेज गर्न सरकारी कदममा कुनै पनि कानुनी बाधा वा अवरोध हुने छैन। दर्शकबिन, यो बारेमा तपाईहरुको राय के छ? कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला।